साथीहरू नमस्ते। आज मैले हजुरहरूको सामु आलु करीको रेसिपी लिएर आएको छु, जसको लागि हामीलाई चाहिन्छ आलु, ज्वानो, खुर्सानी, लसुन र घिउ। तर मैले आज लसुन स्किप गरेको छु किनकि मेरो हस्बेन्डको फास्ट व्रत छ आज, र त्यसको लागि मैले कराई बसालेँ, ग्यास बालेँ। कराई एकछिन तातेपछि हामीले त्यसमा घिउ हाल्नुपर्छ, जसको लागि हामीसँग गोवर्धन घिउ छ। किनकि हामीसँग गाउँको घिउ छैन, गाउँको घिउ भए अझै मिठो हुन्छ यो। र घिउ पनि अरू तरकारीहरू जस्तो होइन, अलि धेरै नै हाल्नुपर्छ यसमा। अनि घिउ एकछिन तातेपछि यसमा ज्वानो हाल्ने, अनि ज्वानो अलिकति मतलब रातो रातो भएपछि यसमा हामीले खुर्सानी हाल्नुपर्छ। अनि खुर्सानीलाई पनि हामी अलिकति रातो हुन दिने, अलिकति खरिन दिने। खरेपछि यसमा थोरै हामीले बेसार पनि हाल्नुपर्छ, किनकि बेसार हामीले पहिले हाल्न मिल्दैन। त्यसो पहिले हालेपछि बेसार डढ्छ। अब बेसार अलिकति हालेको एकछिन पछि हामीले यसमा आलु हाल्नुपर्छ, जुन आलु मैले अलरेडी मुछेर राखेको थिएँ। र यो आलुको मुछेको भाग मैले स्किप गरेको थिएँ, हजुरहरू सामु ल्याइन। र आलुहरू हालिसकेपछि यो आलुलाई हामीले मजाले भुट्नुपर्छ। यो रेसिपी एकदम मिठो हुन्छ साथीहरू। जुन मैले हामी 18-19 वर्षको बेलामा एकजना मेरो ठुली आमासँग सिकेको थिएँ। साह्रै मिठो लाग्यो मलाई। हजुरहरूलाई पनि कस्तो लाग्छ एकचोटि बनाएर खाएर हेर्नुहोला, र त्यसको स्वाद के हुन्छ हजुरहरू लेख्नुहोला कमेन्टमा, हजुरहरूलाई कस्तो लाग्छ। अब यो भुटेपछि मैले त्यसमा अलिकति पानी राखेँ, नुन राखेँ। अनि यो रेसिपी चाहिँ अलि पातलो हुन्छ साथीहरू, बाक्लो खाने होइन, अलि पातलो बनाएर खानुपर्छ। भुजासँग खाने हो यो। अब कसैलाई रोटीसँग पनि खान मन लाग्छ भने खाए हुन्छ। अनि यो मजाले पकाउनुपर्छ, यसलाई मजाले चलाउनुपर्छ, किनकि यसमा आलुको त गिर्खा-गिर्खी रहन दिने होइन। गिर्खा-गिर्खी भयो भने नमिठो त हुँदैन, तर अलिकति जुन यसमा आउनुपर्ने स्वाद त्यो आलुको गिर्खा-गिर्खी भएपछि अलिकति जुन करीको हुनुपर्ने त्यो रहँदैन। आफूलाई त्यस्तो लाग्छ, मलाई चाहिँ त्यस्तो लाग्छ होइन। र यो अब यसमा लास्टमा भनेको हामीले कागती निचाउनुपर्छ। यसमा अरू केहीको अमिलो हुँदैन, कागती नै राख्नुपर्छ हजुर। यो साथीहरू यो यो हामीले बनाउन गइरहेको करीमा चोक सुप पनि हाल्न मिल्दैन, कागती नै राख्नुपर्छ, जसको बास्नाले यसको स्वाद अझै बढाउँछ। अब कागती राखिसकेपछि यसलाई एकछिन चलाइ उमाल्ने यसलाई। अनि उमालिसकेपछि यो रेसिपी तयार भयो। अब हामी खानाको लागि रेडी गर्दैछौँ। अब आज मेरो हस्बेन्डको व्रत भएको भएर पहिला उहाँको लागि भुजा रेडी गर्दैछौँ हामी। साथीहरू मेरो यो युट्युब च्यानलको पहिलो भिडियो हो, जुनमा मलाई केही पनि थाहा छैन। मैले त्यसै मतलब आफूलाई जस्तो आउँछ, जे आउँछ त्यही अनुसार मैले यो भिडियो बनाएको छु। यसमा केही कमी कमजोरी भएमा प्लिज हजुरको साथ सपोर्ट पाऊँ, र मेरो भिडियोलाई, मेरो च्यानललाई हजुरहरूले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। र केही कमी कमजोरी छ भने कमेन्टद्वारा मैले थाहा पाएँ भने अघिल्लो अब आउने भिडियोमा मैले अलि राम्रोसँग बनाउने कोसिस गर्नेछु। हजुरहरूको सल्लाह सुझाव पाएदेखि र हजुरहरूको साथ सपोर्ट पाएँ भने, यति भन्दै साथीहरू आजको च्यानलबाट आजको यो भिडियोबाट बिदा लिन्छु। हजुरहरूको साथ सपोर्ट पाएँ भने अर्को भिडियोमा हामी भेटौँला। यति भन्दै म आजको लागि बिदा लिन्छु साथीहरू। बाई बाई।